सो अब हामी चौथो स्टेप गर्न गइरहेका छौँ साथीहरू। अब चौथो स्टेपमा चाहिँ अब हामी के गर्ने भन्दाखेरि पहिला सुरुमा तपाईँहरूले कम्मरमा नि हात यसरी राख्नु होला साथीहरू। अब हेर्नुहोस् है, यो तपाईँको यो राइट खुट्टा छ नि, यो राइट खुट्टा तपाईँहरूले अगाडि यसरी लिएर आउनुहोस् साथीहरू। यसरी तपाईँहरूले क्रस गर्नु होला र तपाईँको यो कम्मरको यो जुन भाग छ नि, यो भाग तपाईँको सिधा हुनुपर्छ साथीहरू। यदि तपाईँले अगाडि ल्याउँदाखेरि यसरी ल्याउनु भयो भने कम्मर तपाईँको यतापट्टि भयो भने त्यो मिस्टेक हुन्छ साथीहरू। त्यही भएर तपाईँहरूले के याद गर्नु पर्यो, जब तपाईँहरूले खुट्टा ल्याउनुहुन्छ तपाईँको कम्मर चाहिँ सिधा हुनु पर्यो, यसरी सिधा हुनु पर्यो अनि मात्रै मिल्छ साथीहरू है। अब हेर्नुहोस्, तपाईँको सुरुमा खुट्टाको स्टेप चाहिँ यो भयो साथीहरू है। अब खुट्टालाई तपाईँहरूले फेरि वापस लिएर आउनु साथीहरू है। अब जब तपाईँले खुट्टा यसरी टेक्नुहुन्छ नि साथीहरू, यो टेक्दाखेरि चाहिँ खुट्टा चाहिँ तपाईँको टोमा हुन्छ साथीहरू है। यो टेक्दाखेरि तपाईँको खुट्टा चाहिँ टोमा हुन्छ, यो टोमा राख्नु होला अनि त्यसपछि फेरि वापस ल्याउने होला साथीहरू है। अब त्यसपछि के गर्ने भन्दाखेरि यो खुट्टा सँगसँगै तपाईँले कम्मरलाई पनि अगाडि हाल्नु होला। जस्तै कि हामीले खुट्टालाई यसरी लिएर आउँछौँ अगाडि, यो कम्मरलाई तपाईँले अगाडि हाल्नु होला, लाइक दिस, अगाडि यसरी हाल्नु होला, अगाडि यसरी हाल्नु होला अनि फेरि पोजिसनमा। अब यसलाई हामीले काउन्टमा गरौँ साथीहरू। जब यो खुट्टा अगाडि क्रस भएर आउँछ तब यसलाई हामी 1 भन्छौँ साथीहरू। जब यो पछाडि जान्छ यसलाई हामी 2 भन्छौँ साथीहरू। अब काउन्टमा गरौँ बिस्तारै सुरुमा 5 6 7 गो। 1 2 3 4 5 6 7 8 र यो स्टेपमा तपाईँले यतापट्टि पनि गर्न सक्नुहुन्छ र यतापट्टि पनि तपाईँले गर्न सक्नुहुन्छ है साथीहरू है।